आज चाहिँ म 2082 सालको चैत्र महिनाको 24 गते यो के अरे दार्चुलाको एउटा ट्विन जुन देश थियो त्यो ट्विनको ठाउँमा चाहिँ झोलुङ्गे पुल लगाउने भनेर चाहिँ शिलान्यासको लागि आएको छु र अहिले यहाँ म कहाँ उभिएको छु भन्दाखेरि तलतिर देख्नु तलतिर उभियो तल चाहिँ यस्तो खालको छ यो चाहिँ महाकाली नदी र पारिपट्टि भारत पारिपट्टि नेपाल भन्ने छ महाकाली नदी र हाम्रो बाटो चाहिँ यो खालको छ यतादेखि यस्तो खालको बाटो हाम्रो छ होइन यो बाटो छ हाम्रो यसमा चाहिँ पुरै यसो के अरे जग्लिङ हुँदै होइन यो पारिपट्टि चाहिँ अब पर्यो इन्डिया पर्यो होइन अनि पारिपट्टि चाहिँ त्यसरी त्यो लगभग अब 2 लेनभन्दा धेरै 4 लेनको बाटो इन्डियाले चाहिँ बनाउँछ र यसतर्फ चाहिँ नेपाल सरकारले ध्यान दिनुपर्छ भन्ने मेरो मान्यता छ किनभने म चाहिँ सीमावर्ती क्षेत्रमा विकास केन्द्रित गर्नुपर्छ भन्ने खालको मान्छे हो र सीमावर्ती क्षेत्रमा चाहिँ हामीले विकास गर्नुपर्छ त्यो काठमाडौँमा विराटनगरमा होइन तपाईँको के भन्छ अरे ठुल्ठुला बुटवल वीरगन्ज भन्ने ठाउँहरूमा चाहिँ हामी विकास केन्द्रित गरेर बसिरहेका छौँ अब चाहिँ अब बन्ने बजेटमा थोरैमा पनि 60% गाउँ केन्द्रित के अरे बजेट बनाउनुपर्छ भन्ने मान्यता पनि मलाई कुरामा उठाउनेवाला पनि छु उठाइरहेको पनि र यहाँ चाहिँ यो खालको छ अब बाटो पारिएको छ र लिपु लेक जाने बाटो चाहिँ भारतले यसरी खोलेको भन्ने कुरा चाहिँ स्थानीयता विषयमा हाम्रो सीमालाई चाहिँ नि अब राष्ट्र सञ्चालनका ठाउँहरूमा गएर निकायमा गएर चाहिँ हाम्रो 4 किल्लालाई यकिन गर्नुपर्छ भन्ने माग मैले पहिलो सदनमा मैले टिका नेपाल सरकारले ध्यान दिनुपर्छ अब पारिपट्टि चाहिँ राति पनि झिलिमिली हुँदो रहेछ पारिपट्टि अँध्यारो र यही नदीबाट चाहिँ तपाईँको बिजुली निकालेर यता नेपालका हामीले बनाउनु त लाग्नुपर्छ र सिमानाको बारेमा के हो भन्ने बारेमा पनि चाहिँ नि सम्बन्धित निकायले भन्नुको मतलब सम्बन्धित निकाय भन्ने बित्तिकै नेपाल सरकार भन्ने बुझिन्छ नेपाल सरकारले विषयमा दुई देशबिचको सिमानामा विवाद भइरहनु पर्ने हाम्रो हो भनेर खरेर होइन अनि अब छिमेकीले चाहिँ कन्स्ट्रक्सनहरू गरिराख्ने अनि यतापट्टि चाहिँ निश्चिन्त कसैलाई चासो पनि छैन चिन्ता पनि छैन भन्ने हिसाबले बसिराख्नु पर्ने भन्ने खालको चलन हो त्यो गर्नुपर्छ यो चिज हो र मलाई लाग्छ पारिपट्टि अझै पनि कन्स्ट्रक्सन भइरहेको जस्तो छ यता हेर्दाखेरि होइन त्यो देख्छौँ र यो चिज छ र यसलाई मैले बताइरहेको अवस्था छ ल ए साथीहरू जाउँ है जाउँ अब यस्तो खालको छ फुटो अब जानुपर्ने चुक्रो त होइन यो हिमाल पारि जानुपर्ने व्यक्ति है ल थ्याङ्क यू